हेर्नु है, तपाईहरुको बाइकको इन्जिन बनाइसकेपछि साउन्ड गएन भने गियरमा घों घों आवाज आउँदाखेरि बुझ्नु हाम्रो गियर दाँती कटिसकेको हुन्छ। अब यहाँ हेर्नु है, यो सुपर स्प्लेन्डरको बाइक हो हैन, हिरो है। यसको दाँती यहाँ 2 नम्बर दाँती यहाँ अलि राम्रो देखिरहेको छैन है। म ल हेर्नु, यो दाँतीहरु कटिसकेछ हैन। यो दाँतीहरु कट्यो भने तपाईको हाफ इन्जिन फुल इन्जिन बनाइसकेपछि पनि तपाईको यो दाँतीहरु राम्रोसँग हेरेर बनाइएन भने इन्जिन तपाईको इन्जिनको साउन्ड राम्रो हुन नसक्छ हैन। गियरमा चलाउँदाखेरि खो 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 जस्तो आवाज आउँछ, घरि चेन लुज भए जस्तो आवाज आउँछ। इन्जिन बनाउँदाखेरि एकैचोटी तपाईले के गर्नु है, सबै थोक चेक गरेर इन्जिन बनाउनु। मात्रै अलिकति पैसाको मुख हेरेर न त्यस्तो काम चाहे नगराउनु होला हैन। अनि तपाईले त्यो एकै सबै त्यो चेक गराएर इन्जिन बनाइए भने तपाईको इन्जिन पनि लङसम्म टिक्छ, इन्जिनको साउन्डहरु पनि राम्रो हुन्छ। अब मैले यहाँ सोरुममा दाँती चाहे पाएन हैन, मैले सेकेन्ड ह्यान्ड चाहे ल्याएको पुरै गियर बक्स ढिकै ल्याएको हो। यो गियर बक्स ढिका मैले किनेर ल्याएको हो कबाडीबाट हैन। अब मैले यही हाल्ने हो, यो चाहे मैले किनेर ल्याएको, यो चाहे पुरानो हो, यो चाहे मैले हाल्दैन। यसको फुल इन्जिन चाहे बनाउन लागेको छु। बाइक चाहे सुपर स्प्लेन्डर हो, 1 लाख चाहे चलिसकेको थियो, त्यही भएर यसको दाँती कटिसकेको हो। अलिकति टाइममा पनि मोबिलमा फेर्यो भने पनि दाँतीमा हाम्रो समस्या हुन सक्छ है। त्यसले गर्दाखेरि पनि हैन, हाम्रो इन्जिन बनाउँदाखेरि मोबिलहरु पनि टाइममा फेर्ने गर्नु है। अनि मोबिल पनि राम्रो हाल्नु, पार्ट्स पनि हाल्दाखेरि तपाईको जेन्युन पार्ट्स हाल्ने गर्नु है। अनि इन्जिन हाम्रो लङसम्म टिक्छ तपाईको है। ल भिडियो मन परेमा लाइक र शेयर कमेन्ट गरिदिनु होला।